हजुरले आइफोन किन्नु भएको र कुन मोबाइलबाट भिडियो बनाउनुहुन्छ भनेर चाहिँ मलाई धेरैजनाले क्वेसन गर्नु भएको थियो। मानिसले के म यो गर्न सक्छु म यो गर्छु भनेर सोच्यो भनेपछि नि कसैले पनि रोक्न सक्दैन के। आइफोन भन्ने त नि मेरो सपनाभन्दा बाहिरको कुरा हो के। त्यो त एक दिनमा पूरा गर्न सक्दिन होला मैले। आइफोनबाट मात्रै बनाएको भिडियोहरु भाइरल हुन्छ भन्ने चाहिँ सोच्नु भएको छ भने त्यो सबै गलत हो। भिडियो बनाउन लाज मान्नु भएन साथीहरु, अनि अलिकति कन्फिडेन्स पनि हुनुपर्छ हैन। मोबाइल राम्रो हुनै पर्छ भन्ने चाहिँ छैन। मसँग पनि एउटा साधारण फोन छ जुन हजुरहरुसँग पनि छ। मैले के साथीहरु लाज मानेर अहिलेसम्म ब्लगिङ स्टार्ट गरेको थिएन हैन। पहिलेबाट चाहिँ ब्लग स्टार्ट गरेको भए अहिलेसम्म राम्रो फोन पनि लिइसक्थे होला। छ्या मेरो भोइस त कस्तो नराम्रो छ, अरु मान्छेले सुन्यो भनेपछि के भन्ला भनेर पनि सोच्नु भए भनेपछि हुँदैन हैन। स्टार्ट गर्न मात्र गाह्रो हो साथीहरु, स्टार्ट गरिसकेपछि नि कसैको पनि केही लाज लाग्दैन। त्यही भएर साथीहरु मैले हरेक भिडियोमा चाहिँ हजुरहरुलाई भनिराखेको हुन्छु के लाज मान्नु हुँदैन। अहिले राम्रो भएन भन्दैमा पनि नहार खानु हैन, पछि राम्रो हुँदै जान्छ। अनि साथीहरु हामीहरुले चाहिँ गहुँ ल्याएको धेरै दिन भइसकेको थियो के, अनि यसलाई सुकाएर राखेको मात्रै थियौ हैन। यसलाई चाहिँ केलाउन पाएको थिएनम, अनि हामी चाहिँ आज केलाउन लागेको। अनि यसमा अलिअलि माटो पनि थियो अनि अलिअलि केराउका दानाहरु पनि थियो, त्यसलाई चाहिँ अलग बनाइराखेको छौं। यो त खानेकुरा हो नि त, अनि खानेकुराले त सफा त राख्नै पर्यो। आज त सबै सकिन्न होला, लाग्छ 1-2 दिन जति। मेरो छोरी छुतेको मौकामा हो के यतिको काम गर्न पाएको न त। मेरो छोरी उठ्यो भने त यो दानाहरु सबै छरेर कस्तो गर्छ। अनि मलाई फलो नगर्नु भएको साथीहरुले चाहिँ फलो गर्दिनु होला। सो साथीहरु आजको लागि यति नै, भेटौँला अर्को ब्लगमा। त्यतिसम्मको लागि बाइ बाइ।